7 स्टार 4K टेलिभिजन आरएएफ प्रोडक्सनको प्रस्तुति सशक्तिकरण कार्यक्रममा हामीलाई हेरेर बस्नुभएको दर्शक श्रोताबिन्दहरूलाई म प्रस्तोता करुणा रिजाल हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो यस कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो सङ्घर्षका, सफलताका, असफलताका, सङ्घर्षका विभिन्न किसिमका तिता मिठा कुराहरूको अनुभवहरू सेयर गर्ने गरिएको छ। यसै क्रममा समाजमा नाम कमाइसक्नुभएका र समाजमा धेरै काम गर्नुभएको तर यस्तो प्लेटफर्म नपाउनु भएको व्यक्तिहरूलाई पनि हामीले चाहिँ यस कार्यक्रममा बोलाएर उहाँहरूको मनमा भएका कुराहरू, उहाँले गर्नुभएका राम्रा राम्रा कामहरू हामीले यसमा राख्ने गरेका छौँ। आजको यसै कार्यक्रममा हाम्रो पर्यटन क्षेत्रमा लामो समयदेखि लाग्नुभएको महिला, जो समाजमा महिलालाई घरबाट बाहिर निस्केर काम गर्न समस्या भइरहेको अवस्थामा पर्यटन क्षेत्रमा त्यही पनि टुर गाइडको रूपमा काम गर्दाखेरि कस्ता किसिमका समस्याहरू आए, कस्ता किसिमका रमाइला पक्ष के, कस्ता किसिमका आए भन्ने कुराहरू गर्नको लागि हाम्रो स्टेजमा हुनुहुन्छ ज्ञानु खरेल। हजुरलाई स्वागत गरौँ। हजुर नमस्ते। हजुरलाई यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। धन्यवाद। महिला घर सम्हालेर सबै काम गरेर टेबल वर्क गर्न जाँदाखेरि पनि धेरै किसिमका समस्याहरू आउँछन्। तर हजुर चाहिँ यस्तो क्षेत्रमा हुनुहुन्छ जो महिलाहरूले सोचेको चाहिँ हुन्छन् तर गर्न चाहिँ धेरै पटक सोच्नुपर्छ। त्यस्तोमा लाग्नको लागि यहाँले कहाँबाट प्रेरणा पाउनुभयो? सर्वप्रथम त धन्यवाद, यहाँले मलाई मेरो आफ्ना अनुभवहरू यहाँ स्टुडियोसम्म ल्याएर दर्शकहरूमाझ प्रस्तुत गराउने जुन एउटा प्लेटफर्म दिनुभयो त्यसको लागि म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। मलाई चाहिँ 10 to 5 को जागिर भन्दा पनि हैन, अलिकति केही च्यालेन्जिङ किसिमको जबहरू हैन, च्यालेन्जिङ किसिमको कामहरू चाहिँ मलाई असाध्यै मनपर्ने। त्यसमा पनि लेडिजले गरेको हैन, हुन त सबैले गरेको त राम्रै हुन्छ, त्यो आफ्नो आफ्नो चोइसको कुरा भयो हैन। लेडिजले गरेको चाहिँ, महिलाहरूले, गर्ल्सहरूले गरेको त्यस्तो किसिमको कामहरू चाहिँ मलाई असाध्यै मनपर्ने के। अनि म पनि आई वाज अल्सो सर्चिङ फर समथिङ लाइक द्याट हैन। म पनि त्यस्तै केही खोज्दै थिएँ, केही नयाँ होस् हैन, केही च्यालेन्जिङ होस् हैन भनेर खोज्दै थिएँ। अनि आफ्टर म्यारेज हैन, अनि मेरो घरमा चाहिँ अलिकति माहौल त्यस्तै थियो। मेरो देवर बाबु चाहिँ पहिला नै टुरिज्ममा हुनुहुन्थ्यो, मेरो बिहा गर्नुभन्दा पहिला नै। त्यसपछि उहाँपछि अनि मेरो हस्बेन्डले सुरु गर्नुभयो। अनि मेरो हस्बेन्डले सुरु गरेपछि चाहिँ अनि मैले पनि अनि लेट्स ह्याभ समथिङ चेन्ज भनेर अनि मैले पनि सुरु गरेँ। अनि जस्तै अब हामी बिहान घरधन्दा सकाएर अफिसको काम गरेर फेरि घर पुगेर काम गर्नुपर्ने हुन्छ, आफ्नो घर सम्हाल्नुपर्ने हुन्छ। हजुर भनेको चाहिँ निस्किसकेपछि 2 दिन 3 दिन 4 दिन त्यो समय हेरेर र पर्यटकहरूको एउटा राखेर चाहिँ समय अवधि लिएर हामी निस्किनुपर्छ भने त्यस्तो अवस्थामा घरबाट चाहिँ कस्तो सहयोग सपोर्ट, कसरी व्यवस्थापन? हजुर, घरबाट मलाई पुरा सहयोग सपोर्ट थियो हैन। घरबाट सहयोग सपोर्ट नभइकन यो फिल्डमा महिलाहरू चाहिँ जानलाई असम्भव प्राय नै हुन्छ हैन। घरमा के अरे टाइम म्यानेजमेन्टको कुराहरू आउँछ, अनि त्यसपछि बच्चाहरू हेर्ने कुराहरू आउँछ हैन, धेरै कुराहरू आउँछ हैन। त्यो भएर मलाई एकदमै सपोर्ट थियो र अहिले पनि छ हैन। बाहिर जाँदा पनि अब हामी तिमी जाऊ हैन, म घर हेरिदिन्छु, घर व्यवहार हेरिदिन्छु राम्रोसँग भनेर म बाहिर गएँ भने मैले कुनै पनि टेन्सन लिनु पर्दैन। मलाई आरामले म जाँदा ओर्दा उहाँहरूसित मजाले टाइम स्पेन्ड गर्न पनि पाउँछु हैन, म आफ्नो काम पनि पुरा गर्न पाउँछु, भइरहेछ। हजुरको बाल्यकाल चाहिँ कहाँ बित्यो, कस्तो थियो? हजुर, मेरो बाल्यकालको कुरा गर्नुपर्दा म तराईको जनकपुर, प्रोपर जनकपुरमै जन्मेको हो हैन। अनि मेरो स्कुलिङ पनि त्यहीँ हो, जनकपुरमै। सरस्वती माध्यमिक विद्यालय, पहिला चाहिँ व्यावसायिक माध्यमिक विद्यालय थियो। अनि अहिले पनि सायद त्यही होला, मलाई एक्ज्याक्ट थाहा भएन हैन। त्यहाँ मेरो स्कुलिङ भएको हो। अनि हरेक कुरा त्यहीँ तराईमै भएको। हजुर। अनि यस्तो छ, जस्तै मैले यो जोड्न खोजेको चाहिँ हजुर यता टुर गाइड्सदेखि लिएर एउटा कलेजमा लेक्चरर पनि हुनुहुन्छ इङ्ग्लिस सब्जेक्टको। अनि हाम्रो भनाइ चाहिँ कस्तो छ भने 5 क्लासमा गएर गुड मर्निङ रामसिंह, हाउ आर यु, एबिसिडी पढेको मान्छे हाम्रो इङ्ग्लिस कमजोर छ भनेर बसिरहने उसमा हजुर चाहिँ सरकारी स्कुलबाटै पढेर आएर इङ्ग्लिसको लेक्चरसम्मको यात्रा चाहिँ कसरी तय गर्नुभयो?
यस्तो के मलाई लेक्चरर बन्ने ऊ चाहिँ मेरो आफ्नै स्वयं चाहिँ इन्सपिरेसन हो, मेरो सेल्फ इन्सपिरेसन हो। किनभने मलाई साहित्य भन्ने कुरा एकदम सानै उमेरदेखि रुचि लाग्न थाल्यो। म एकदम अन्तर्मुखी किसिमको विद्यार्थी भएको भएर म चाहिँ आफ्नै मनसित संवाद गरेर बसिरहन्थेँ कि मनोसंवाद गरेर बसिरहन्थेँ। कहिले हावासित कुरा गर्थेँ, कहिले चराहरूको चिरबिर यति रमाइलो लाग्थ्यो कि मलाई उनीहरूसित नै गफ गरिरहेको जस्तो त्यस्तो फिल भएर आउँथ्यो। मे जुनको महिना हुन्थ्यो, दिउँसो सबजना सुत्ने हुन्थ्यो होइन, तराईमा सबैजना सुत्ने हुन्छ। म चाहिँ त्यो हावालाई फिल गर्थेँ, म चाहिँ त्यो चराको चिरबिर फिल गर्थेँ, म चाहिँ त्यो त्यस्तो इन्भाइरोमेन्टहरू फिल गर्थेँ। अनि त्यो भएर मलाई यस्तो लाग्यो कि सायद ममा त्यो मतलब त्यो प्रकृतिसँग रमाउने केही गुण होला कि जस्तो फिल भयो। हजुर मलाई त्यो भयो। अनि त्यहाँबाट त्यसैले इन्सपायर गरेर होला मलाई चाहिँ इङ्ग्लिस लिट्रेचर चाहिँ एकदम त्यसप्रति चाहिँ झुकाव थियो। अनि आफ्टर एसएलसी मैले चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज आफ्नो मेजर राखेर मैले आइए गरेँ, अनि ब्याचलर डिग्री पनि त्यसैबाट गरेँ। अनि मास्टर चाहिँ मैले यहाँ आरआर के अरे दिल्ली बजार कन्या क्याम्पसबाट, हजुर दिल्ली बजार कन्या क्याम्पसबाट मैले मास्टर्स गरेको। त्यो कस्तो हुन्छ भने कति कुराहरू चाहिँ हाम्रो पछि आएर विकास हुन्छ, तर कति कुरा चाहिँ जन्मसिद्ध हामीले लिएर आएको हुन्छौँ। त्यस्तै चाहिँ प्रकृतिसँग बचपनदेखि नै रम्न मन लाग्ने, अनि अहिलेको कामको सिलसिला पनि प्रकृतिसँगै भएको छ। अनि मलाई यसमा एउटा जोड्न मन लागेको कुरा चाहिँ हामी नेपालीहरू चाहिँ कस्तो छौँ भने एकदम सुविधा सम्पन्न कङ्क्रिटले बनेका सहरहरूलाई वाउ कस्तो राम्रो सो नाइस भन्दै घुम्न जाने चलन छ। तर त्यो सहरबाट चाहिँ यो प्रकृति खोज्दै आउने रहेछन्, किनभने हजुरले त धेरै त्यस्तो व्यक्तिहरूसँग सङ्गत गर्नुभएको छ नि त। त्यो के रहेछ त्यो डिफ्रेन्स चाहिँ, त्यो सहरलाई छोडेर हाम्रो प्रकृतिसँग रमाउन आउनु चाहिँ कस्तो किसिमको? हजुर मतलब हजुर प्रकृति भनेको हाम्रो नेचर हो। हजुर नेचर भनेको प्रकृति भनेको नै हाम्रो प्रकृति हो क्या। एउटा प्रकृति भनेको चाहिँ हामीले देख्ने प्रकृति भयो होइन, एउटा प्रकृति भनेको चाहिँ हाम्रो इनर चाहिँ क्वालिटी हुन्छ नि, त्यो एउटा प्रकृति भयो क्या होइन। त्यो भएपछि हाम्रो जुन प्रकृति, हामी मानव पनि त एउटा एनिमलै त हो नि होइन, मानव पनि त एनिमलै हो होइन, एउटा चेतनशील प्राणी मात्रै हो होइन। चेतनशील भएर हामी छुट्टै भयौँ, त्यति मात्रै फरक हो होइन। अनि वास्तवमा हामी हुनलाई नै प्राकृतिक हौँ के होइन। त्यो त अब विकासको क्रममा हुँदै गएको त्यो आवश्यकताले दिएको कुरा हो, जुन कन्क्रिट, हजुर कन्क्रिटको जङ्गल भन्ने कुरा आवश्यकताले विकास, हजुर निर्माण हुँदै गएको कुरा भयो होइन, विकासको क्रममा हुँदै गएको कुरा भयो होइन। अब त्यसपछि चाहिँ हामीलाई आफ्टर अल चाहिने चाहिँ के भने प्रकृति नै हो होइन। नेपाल एउटा प्राकृतिक देश हो होइन। यसमा अब हामीलाई थाहा नै छ होइन, धेरै पर्सेन्ट त अब हिमालले भरि हिमाल छ, पहाड छ होइन, थोरै मात्रै 17% लगभग 17% मात्रै हाम्रो तराई छ, त्यसपछिको त हाम्रो पहाड छ, अनि त्यसपछि हिमाल छ होइन। त्यो भएर चाहिँ त्यो सबै कुराले कन्क्रिट जुन कुरा हुन्छ त्यसले हामीलाई सेटिस्फ्याक्सन दिएन। जति गरे पनि जति नै भौतिक सुख सुविधा प्राप्त गरे पनि त्यसले हामीलाई सेटिस्फ्याक्सन दिएन होइन। त्यही भएर चाहिँ उहाँहरू चाहिँ प्रकृतिलाई खोज्दै हाम्रो नेपाल आउनुभयो। अनि यसरी गरिरहँदा कुन कुन देशबाट आउनुभएको पर्यटकहरूसँग अहिलेसम्मको यहाँको एकदम रोमाञ्चक यात्रा चाहिँ? हजुर अब मेरो भाषा चाहिँ अङ्ग्रेजी भएको भएर मैले अलमोस्ट अल कन्ट्रिजहरूकोसँग काम गर्नुपर्छ। ऊ आर स्पिकिङ इङ्ग्लिस होइन, इङ्ग्लिस स्पिकिङ पिपलसँग म जो पनि अथवा इङ्ग्लिस बुझ्ने होइन, बुझ्ने भएपछि मैले उहाँहरूसँग काम गरेको हुन्छु होइन। अब काम गर्दै जाने क्रममा धेरै अप्स एन्ड डाउन्स आउँछन् होइन। त्यस्ता अब कतिपय रमाइला पनि हुन्छन्, कतिपय नरमाइला घटनाहरू पनि हुन्छन्। एउटा रमाइलो घटना चाहिँ म यहाँहरूलाई भन्न चाहन्छु। हजुर सुरुमा मैले ट्रेनिङ 2007मा लिएको हो, त्यो 8-9तिर होला। एकजना हुनुहुन्थ्यो, अब सुरुमा इङ्ग्लिस अब अङ्ग्रेजी त आयो होइन, लेख्न आयो होइन, अलिअलि बोल्न आयो होइन। अहिले जस्तो त हाम्रो
थिएन पहिला होइन। थिएन। अहिलेको बच्चाहरू के छ भने ऊ हेर्छन् के अरे इङ्ग्लिस मुभीहरू हेर्छन् होइन, इङ्ग्लिस अनि त्यो कार्टुनहरू हेर्छन्, के हेर्छन्। अब उनीहरूको थुप्रै सबै इङ्ग्लिसबाटै हेर्छन्। इङ्ग्लिस मिडियममै पढाइ हुन्छ। नेपाली भनेको उनीहरूको नेपाली मात्रै पढाइ हुने हो होइन, नेपाली किताब मात्रै पढाइ हुने हो। हाम्रो त्यस्तो थिएन होइन। त्यो नभएपछि अनि अब हामी त इङ्ग्लिस मुभी त हेर्दैनथ्यौँ होइन, हेर्ने भनेको हिन्दी हो, हामीले हेर्ने भनेको हिन्दी हो। अनि त्यो भएपछि अनि त्यो चाहिँ प्रब्लम के पऱ्यो भने मलाई त्यो एक्सेन्टको प्रब्लम पऱ्यो, प्रोनाउन्सिएसनको प्रब्लम पऱ्यो। अनि न्युजिल्यान्डको हुनुहुन्थ्यो उहाँ चाहिँ, त्यो मेरो गेस्ट चाहिँ न्युजिल्यान्डको हुनुहुन्थ्यो, न्युजिल्यान्डको हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ बोल्नुहुन्थ्यो, मैले बोलेको उहाँले सबै बुझ्नुहुन्थ्यो, अनि उहाँले बोलेको चाहिँ म केही पनि नबुझ्ने। यस्तो प्रब्लम पऱ्यो मलाई। मैले त कतिचोटि आई बेग योर पार्डन भने भने सरी आई बेग योर पार्डन भने गर्नुपर्ने भयो होइन। अनि त्यसपछि चाहिँ मैले के भने साह्रै नबुझेपछि चाहिँ अनि उसले हाँस्दा हाँस्दिने जब ऊ के भनेर हजुर फेसियल एक्सप्रेसन प्लस अब उसले हाँस्यो भने अनि हाँस्दिने। अब उसले उसको फेसियल एक्सप्रेसन कस्तो हुन्छ म पनि त्यही अनुसार गरिदिन्थेँ। अनि आफूले गर्नुपर्ने ब्रिफिङ दिनुपर्नेहरू आफूले अब जानकारी दिनुपर्ने कुराहरू त दिइहाल्थेँ होइन। अनि त्यस्तो भएको छ कि एउटा सुरुको घटना त्यो एक्सेन्टले गर्दाखेरि अलिकति प्रब्लम भएको थियो। त्यो त अब जुन ठाउँमा पनि हामी एकदम जन्मिँदै सबै कुरा सिकेर त कसले आएको हुन्छ र होइन, पछाडि काम गर्दै जाँदा अनुभवहरू लिँदै गइसकेपछि सिक्दै जाने कुराहरू हो। अनि मैले चाहिँ जुन यस्तो प्रोफाइलहरू हेरेँ हजुरको हेर्दाखेरि चाहिँ त्यहाँ कति कुराहरू देखेँ। अब एकचोटि हजुरसँग आएर त्यो घुमेर फर्किसक्नु भएको उहाँहरू टुरिस्टहरू हुनुहुन्छ जुन देशको भए पनि फेरि दोस्रो तेस्रो टाइम आउँदा चाहिँ हजुरलाई नै खोज्छन् रे भनेर चाहिँ मैले त्यहाँ सुनेको थिएँ। त्यस्तो रिजन चाहिँ के होला त? यस्तो हो, हामी नेपाली भनेपछि एकदम अनेस्ट, डाउन टु अर्थ होइन, एकदम हम्बल होइन, हेल्पिङ होइन, एकदम अनि त्यस्तो खालको भनेर वर्ल्डमै हामी परिचित छौँ नि त, परिचित छौँ। अब मेरो पनि अब हामीले त्यही अनुसार नै काम गर्नुपर्ने हुन्छ होइन। त्यही भएर एकदमै डाउन टु अर्थ भएर एकदम अनेस्ट भएर काम गर्नुपर्ने हुन्छ। अनि त्यसै क्रममा अब आफू पनि त्यस्तै भइयो, त्यस्तै भएर काम गरियो। त्यही कुराहरूले उहाँलाई म प्रति इम्प्रेस्ड हुनुभयो र इम्प्रेस्ड भएर अनि फेरि खोजिरहनु भयो। जसले पनि विनम्रता नै मन पराउने होइन। अनि त्यो सँगसँगै अब हामीले नै हजुर र म नै कतिचोटि त हामी कतिवटा कलेजमा सँगै पनि पढायौँ र अहिले पनि पढाउँदैछौँ। पढाउँदै फेरि अर्को फिल्ड हजुर सेयर मार्केटमा पनि एकदमै चिर परिचित हुनुहुन्छ क्या। अनि त्यो एकैचोटि घर पनि सम्हाल्नु भएको छ, त्यसपछि टुरिज्ममा पनि हुनुहुन्छ, कलेजमा पनि पढाउनुहुन्छ। यो यसरी चाहिँ यो व्यवस्थापन गर्न चाहिँ हजुरको अनुभवले हाम्रो कतिजना दिदीबहिनीहरूलाई म त भ्याउँदिनँ घरको कामले गर्दा फुर्सदै हुँदैन भन्नेलाई कसरी चाहिँ व्यवस्थापन गर्ने भनेर पनि एउटा सुझाव कस्तो किसिम? जहाँ इच्छा त्यहाँ उपाय भइहाल्छ त्यो त होइन। अब कस्तो हुन्छ भने टुरिज्म भनेको चाहिँ 12 महिना हुने कुरा हो, फिल्ड होइन, त्यस्तो होइन होइन। वर्षको 2-4 महिना हुन्छ होइन। अनि त्यसमा पनि इङ्ग्लिस भएपछि त अब इङ्ग्लिस स्पिकिङ टुर गाइडहरू थुप्रो हुन्छन् होइन। त्यो भएर अलि काम अलिक हजुर च्यालेन्जिङ त छ हजुर। त्यो भएर 2-4 महिना हो होइन। त्यसपछिको फ्री टाइम हुन्छ जुन यो टुरिज्मबाट बाँकी रहेको फ्री टाइम हुन्छ, म यता हजुर सेयरपट्टि चाहिँ मेरो हजुर यसो हेर्ने ओर्ने, यसो जानकारी लिने बुझ्ने, आफूसित यताबाट कमाएका केही जम्मा गरेका बचेको खुचेका केही पैसाहरू उता लगेर हजुर लगाउने। अनि त्यसबाट आफूले आफ्नो क्यापिटल इन्क्रिज गर्ने गर्छु। अनि जस्तै अब हाम्रो कस्तो हुन्छ भने कति हाम्रो लेडिज महिला दिदीबहिनीहरूलाई पनि त्यो टेबल अर्क भन्दाखेरि अलिकति चुनौतीपूर्ण काम गरौँ भन्ने चाहना हुन्छ। उहाँहरूलाई यो फिल्डमा मलाई पनि लाग्यो एकदमै चुनौतीपूर्ण नै लाग्यो होइन। अब त्यो अरू विदेशबाट आएको मान्छेहरूलाई लिएर गएर उनीहरूलाई आफ्नो बनाएर आफ्नो देशको बारेमा धेरै कुराहरू सिकाउँदै फेरि उहाँहरू एकदमै त्यो हुनुहुन्छ एकदम क्युरियस है, सोध्ने यो के त्यो सबै कुरा बुझ्नु पऱ्यो भने चाहिँ त्यो फिल्डमा आउनको लागि चाहिँ त्यो त्यस्तो महिला दिदीबहिनीहरूलाई हजुरले के भन्न चाहनुहुन्छ? आउनुहोस् होइन, राम्रो छ यो फिल्ड। यहाँ आएर तपाईँ इकोनोमिकल्ली सेल्फ डिपेन्डेन्ट हुनुहुन्छ होइन। सजिलो छ, सजिलो त काम सजिलो छैन किनभने च्यालेन्जिङ नै हो काम होइन।
आउनुहोस् होइन। आएर पहिला सुरु त तपाईँलाई ल्याङ्ग्वेज चाहियो, चाहियो हजुरहरूलाई ल्याङ्ग्वेजमा कमान्ड हुनु गर्न पर्यो, सक्नु पर्यो, हजुर। त्यसपछि पेसेन्स आफूलाई हुनु पर्यो होइन। अनि किनभने विभिन्न देशका मान्छे, विभिन्न थरीका मान्छेसँग भेट हुन्छ, विभिन्न नेचरका मान्छेसँग भेट हुन्छ। त्यो भएर अब एकै थरीको मान्छेसँग भेट नहुँदा त अब कोसँग कसरी प्रस्तुत हुने, को अर्कोसँग अर्कै गरी प्रस्तुत हुनु पर्यो। त्यो भएपछि त्यो भएर आफूलाई अलिकति पेसेन्स चाहिँ चाहिन्छ, धैर्यता चाहियो। यति भएपछि महिला दिदीबहिनीहरू आउनुहोस्, गर्नुहोस्, मजाले आफ्नो जिन्दगी लाइफ स्ट्यान्डर्ड चाहिँ तपाईँले अपग्रेड चाहिँ मजाले गर्न सक्नुहुन्छ। यो लाइसेन्स लिने प्रक्रिया चाहिँ कस्तो किसिमको छ यसको लागि? मैले लिँदाखेरि चाहिँ ब्याचलर डिग्री गरेको हुनुपर्ने, कुनै पनि सब्जेक्टबाट, कुनै पनि। इङ्ग्लिस हुँदा अझ बेटर? इङ्ग्लिस त ल्याङ्ग्वेज त चाहियो नि, हजुर, कुनै पनि ल्याङ्ग्वेज चाहियो। इङ्ग्लिस त के हुनैपर्छ भन्ने भएन। जर्मन, फ्रेन्च, इटालियन, स्पेनिस, जापानिज, चाइनिज, कुनै ल्याङ्ग्वेज भयो भने अझ राम्रो। इङ्ग्लिसदेखि बाहेक ल्याङ्ग्वेज अरू कुनै ल्याङ्ग्वेज भयो भने अझ राम्रो होइन। त्यो ल्याङ्ग्वेजमा आफूलाई पर्फेक्ट भएर अनि टुर गाइडको ट्रेनिङ लिनुहोस्। नाथाम भन्ने छ रवि भवनमा छ एउटा, उसले त्यो नाथामले दिन्छ, ट्रेनिङ दिन्छ। सायद यो जुन जुलाईतिर खुल्छ होला ट्रेनिङको चाहिँ भ्याकेन्सी। अनि त्यहाँ गएर ट्रेनिङ लिएर अनि त्यहाँबाट लाइसेन्स, हजुर, लाइसेन्स लिएर अनि त्यहाँबाट अब त्यो अब आफूलाई पर्फेक्ट आफूलाई तिखार्दै जाने, गर्न सक्छु हजुर, भएपछि अनि त्यसपछि गर्न सकिन्छ। अनि त्यसै क्रममा चाहिँ जस्तै अब हजुर चाहिँ फर्स्ट बेस क्याम्पसम्म पनि पुग्नु भएको भनेर गरेको छ। त्यहाँसम्म पुग्दाखेरि चाहिँ कस्तो किसिमको चुनौतीहरू आयो? त्यो चाहिँ मलाई चाहिँ अचम्म लागिरहेछ कि हामीलाई अलिकति हिँड्दा अहिले त मान्छे यस्तो बिलासी भइसक्यो कि अलि घरबाट निस्किसकेपछि साधनै खोजिहाल्ने, हामी हिँड्ने बानी छुटिसकेको छ। अब त्यो गाउँ पहाडहरूतिर जाँदा आफूलाई चाहिने कुराहरू पनि ब्यागभरि आफैले बोक्नु पर्यो होइन। अनि त्यो बोकेर फर्स्ट बेस क्याम्पसम्म पुग्दाखेरिको अनुभव? हजुर, म चाहिँ ABC फर्स्ट बेस क्याम्प गएको हो होइन। गाह्रो छ, हजुर, गाह्रो भए पनि रमाइलो छ होइन। आफ्नो प्रकृति, आफ्नो देश अब त्यही हिमाल हेर्न, त्यही प्रकृतिलाई स्पर्श गर्न कहाँदेखि मान्छेहरू होइन। आफ्नो देश आकाशन भने हामीलाई त अब त्यसलाई अब ब्यारियरको रूपमा लिने कुरै भएन नि होइन। एक त आफ्नो पेसा पनि त्यो भयो होइन। त्यसमा पनि अब हामी त्यही देशको जनता हो नि त हामी होइन। हामी चाहिँ किन नजाने होइन, हामीले चाहिँ त्यही काम किन नगर्ने होइन। अलिकति च्यालेन्जिङ होला, उनीहरूको लागि त झन् च्यालेन्जिङ होला नि त यो होइन। हामी चाहिँ किन नजाने भनेर मैले पनि कोसिस गरेँ। हजुर, मनबाटै उत्साह आयो, मैले पनि कोसिस गरेँ, गएँ। गाह्रो भयो, हिँडेर जानलाई गाह्रै हुन्छ होइन। हजुर, गाह्रो चाहिँ भयो। अब हामीले हेर्दाखेरि कवितामा पढ्दाखेरि हामीलाई बोलाउँछन् हिमचुली भनेर पढिराखेको, त्यो हिमचुलीमा गएर स्पर्श गर्दाखेरिको त्यो अनुभूति चाहिँ कस्तो रह्यो त यहाँ? एकदमै रोमाञ्चक, हजुर, एकदमै स्वर्गमै पुग्यो। हजुर, स्वर्गमै पुग्यो, हजुर। मनोहर दृश्य, त्यो दृश्य देखेर त त्यो दृश्य अहिलेसम्म मेरो आँखामा कैद छ। हजुर, अहिले पनि त्यही पेसामा कन्टिन्यू अहिले पनि गरेर? म अलि पातलो छु। म चाहिँ अहिले चाहिँ त्यस्तो बेस क्याम्पहरू ट्रेकिङहरू जाँदिनँ, म यतैतिर टुरमा मात्रै छु। अनि मैले चाहिँ सुनेको कस्तो भने ट्रेकिङ गाइड र टुर गाइड हुँदो रहेछ। हजुर चाहिँ टुर गाइड, ट्रेकिङ गाइड र टुर गाइड बिचको भिन्नता चाहिँ के हो? ट्रेकिङ गाइड चाहिँ ट्रेकिङको लागि मात्रै लाइसेन्स लिनुहुन्छ ट्रेकिङ गाइडले होइन। उहाँ ट्रेकिङ मात्रै जानुहुन्छ। अनि टुर गाइडले चाहिँ टुर पनि गर्नुहुन्छ। टुर भनेको अब जस्तै यो काठमाडौँ घुम्ने, काठमाडौँ भ्याली घुम्ने, अनि त्यसपछि हजुर काठमाडौँ भ्यालीमै पऱ्यो भक्तपुर, अनि त्यसपछि चितवन जाने, अनि त्यसपछि लुम्बिनी जाने, हजुर पोखरा जाने, यस्तो टुरहरू कन्डक्ट गर्नुहुन्छ उहाँले चाहिँ होइन। अनि उहाँले ट्रेकिङ पनि जान मिल्यो उहाँले चाहिँ। हजुर, टुरले चाहिँ ट्रेकिङ पनि जान मिल्यो, ट्रेकिङबाट चाहिँ टुरमा सकिएन, टुरमा आउन मिलेन। हजुर, त्यसको लागि टुरको लाइसेन्सै चाहियो। हजुर, ट्रेकिङबाट टुरमा आउन चाहिँ मिलेन।
मिलेन। टुरबाट ट्रेनिङ जानु मिल्यो, ट्रेनिङबाट टुरमा आउन मिलेन। हामीलाई हेर्दाखेरि चाहिँ टुर गाइड, ट्रेकिङ गाइड यो भनेपछि हामी चाहिँ सामान्य त्यो फिल्डमा नभएकोले सबै एउटै होला भनेर सोचिन्छ होइन, तर यो पनि डिफ्रेन्ट बाटो रहेछ। अनि यसमा चाहिँ नि अब यो बाटो यसरी छोड्दा छोड्दै फेरि म एकचोटि चाहिँ सेयर बजार मार्केटमा आउनु थालेँ। त्यसमा चाहिँ कुन बाटो के हेर्नुहुन्छ हजुरले? मैले हेर्ने हजुर भनेको त्यही इकोनोमिक सेयरको त्यस्तो कुनै पाटो हुन्न, जस्तो पाटो हुँदैन होइन। सेयर भनेको अब त्यो प्राइमेरी सेयर र सेकेन्डरी सेयर हुन्छ होइन। अनि प्राइमेरी सेयरमा कुनै पनि कम्पनीले आइपिओ अफर गर्नुहुन्छ, अनि त्यहाँ गएर हामीले हाल्ने हो होइन, त्यो भयो। अनि सेकेन्डरी भनेको चाहिँ हामी कुनै दलाल, हजुर दोस्रो मार्केट भयो, कुनै दलाल मार्फत धितोपत्र, हजुर दलाल मार्फत हामी सेयर किनबेच गर्छौँ। मैले चाहिँ प्राइमरी आइपिओमा पनि, इनिसियल पब्लिक अफरिङमा पनि इन्भेस्ट गरेको हुन्छु, प्लस सेकेन्डरी मार्केटमा पनि म गएर चाहिँ मैले इन्भेस्ट गरेको छु। अनि कतिलाई चाहिँ अहिले यो एकदम बजारमा सेयर मार्केट एकदम चलेको छ, तर कतिले बुझिरहनु भएको छैन। त्यसमा पनि हजुरले सँग कसैले आएर सम्पर्क गरेको खण्डमा यहाँले बुझाइदिएर त्यो गर्नको लागि सहयोग गर्नु, त्यस्तो गर्नुभएको छ? त्यस्तो काम चाहिँ गरेको छैन, त्यो गर्न मिलेन होइन। किनभने अब त्यस्तो गर्ने भनेको चाहिँ यो किन्नु अथवा यो बेच्नु होइन, त्यस्तो भयो होइन। सामान्य जानकारी त अब आइपिओ हाल्दैखेरि सबैलाई थाहा भइहालिसकेका हुन्छ होइन। अनि अब सामान्य जानकारी लिन त ब्रोकरकोमा गएर होइन के कसो हो त्यहाँ प्रोसिड्युरहरू हुन्छ, हजुरले त्यो बुझ्दा भइहाल्छ त्यो त्यस्तो। फेरि मलाई एकचोटि फर्केर चाहिँ यता हजुरको टुरिज्मपट्टि नै आउन मन लाग्यो। जस्तै म हेरिरहेको हुन्छु विदेशबाट आउनुभएको उहाँहरू चाहिँ अब क्रिस्चियन धर्म मान्नुहुन्छ होइन, तर मजाले हाम्रो मन्दिरहरूमा पस्न पाउने मन्दिरमा गएर ढोगेर यदि हजुरहरूले टिका लगाइदिनु भयो भने टिका ग्रहण पनि गर्नुहुन्छ। तर हाम्रो नेपालमा भएको क्रिस्चियनहरूले चाहिँ ओहो मन्दिरको बाटो त पनि हिँड्नु हुँदैन जस्तो गर्नुहुन्छ। उहाँहरूको बारेमा यो उसको बारेमा पनि केही कुराहरू हुन्छन्? हो, यहाँले भन्नुभएको कुरा ठिक हो होइन। उनीहरू क्रिस्चियन हो, जन्मजातै क्रिस्चियन हुन्छन् होइन, आउँछन् हाम्रो देशमा आएर हाम्रो देशको अबिर लगाउने, हजुर अबिर लगाउने, टिका लगाउने, उहाँलाई लोग्ने, त्यस्तोहरू गर्नुहुन्छ उहाँहरूले होइन। उनीहरू हाम्रो कल्चर, हाम्रो ट्रेडिसन, हरेक कुराहरू देखेर उहाँहरूलाई रमाइलो लाग्छ। मल्टिकल्चरल ट्रेडिसन छ हाम्रो होइन। भगवान्लाई लगाइदिँदै कति थरीको रङ लगाइदिएका हुन्छौँ हामीले होइन, उहाँहरूलाई रमाइलो लाग्छ त्यो कुराहरू होइन। त्यो भएर उहाँहरूलाई चाहिँ त्यो कुराले उहाँलाई एउटा सेटिस्फ्याक्सन सायद दिन्छ होला होइन, त्यो भएर उहाँहरूले लगाउनुहुन्छ। अब हाम्रो बनेका क्रिस्चियनहरू छन्, उनीहरूको अब होला अब केही होला लाउन नहुने होइन, लाउन नहुने अब त्यो हामीले त्यो केही पनि आफ्नो इच्छाको कुरा हो होइन। अब उहाँहरूले पनि कोही चाहिँ फरेनरहरू पनि त्यति लाउन रुचाउनुहुन्न, कोही चाहिँ रुचाउनुहुन्न, तर मोस्ट अफ द फरेनर्स चाहिँ उनीहरू दे इन्जोय आवर कल्चर, आवर ट्रेडिसन, आवर रिलिजन होइन, उहाँहरूले इन्जोय गर्नुहुन्छ। अब यो सँगसँगै कस्तो छ भनेदेखि अहिले हामी पहिला ढिँडो रोटी पिठो खानु भनेको चाहिँ गरिबले मात्रै खानुपर्छ भनेर जुन एउटा क्याटेगोरी छुट्याइएको थियो। अब अहिले जति विदेशीहरू नेपालमा भित्रिँदै गए फ्यानकेक है भनेर भनिदिइसकेपछि त्यो कोदाको रोटी फापरको रोटीहरू यस्तो अहिले जसको घरमा पनि कोदाको रोटी फापरको रोटी अनि कोदाको ढिँडो मकैको ढिँडो खानलाई थालियो भनेपछि हामी चाहिँ हरेक कुरा के उहाँहरू चाहिँ पहिला पनि राम्रै कुराहरूलाई गर्नु हुँदो रहेछ। अनि उहाँले आएर प्यानकेक भनेर खाइदिनु थालेपछि सबैजना त्यतै गए। त्यो खानेकुराहरूमा उहाँहरूको कस्तो हाम्रो नेपाली खानालाई एकदम इन्जोय गर्नुहुन्छ? इन्जोय गर्नुहुन्छ, एकदमै राम्रो इन्जोय गर्नुहुन्छ होइन। अझ हाम्रो अर्ग्यानिक भयो भने होइन झन् बढी इन्जोय गर्नुहुन्छ। अनि म चाहिँ यसो हेर्छु हामीले थाहा नपाएको हाम्रो कल्चर संस्कृतिहरू नि उहाँहरूले उजागर गरिरहनु भएछ क्या। उहाँहरूको चाहिँ घुम्ने भनेर गएर हेर्ने फोटो खिच्ने दृश्य कैद गर्ने मात्रै नभएर मैले देखिरहेको हुन्छु उहाँहरू हिँड्दाखेरि प्रायः प्रपर एउटा डायरी पेन बोकेर त्यहाँ गइसकेपछि त्यहाँको टिपिकल व्यक्तिहरूसँग त्यहाँको डेटाहरू सङ्कलन गर्ने त्योहरू पनि गर्नुहुन्छ। हजुरहरूसँग जाँदा पनि त्यस्तो उहाँहरूले सोध्ने एकदम
क्युरियस एकदमै हुनुहुन्छ। हजुर हजुर कोही कोही चाहिँ एकदमै क्युरियस हजुर। एकदमै क्युरियस हरेक कुरालाई चाहिँ एकदम डिटेलमा हजुर डिटेलमा बुझ्न यो खोज्नुहुन्छ धर्म किन, उहाँहरू यो जात यो के, किन यो यो वस्तु, ड्रेस यो किन वस्तु, यो यो ड्रेस, हजुर। यो किन लगाएको यो टिका किन लगाएको होइन अनि किन लाउनै पर्ने हो जस्तो होइन हजुर। यहाँ यो फुल किन यहाँ चढाएको यो अबिर किन यहाँ चढाएको यो केसरी किन यहाँ चढाएको यहाँ किन यो रङ होइन हजुर, हजुर। जस्तै हाम्रो प्रत्येक नेवारको मूल ढोकामा मूल पूजा ढोका गर्छ। अगाडि त होइन उहाँहरूको एउटा पूजा गर्ने ठाउँ हुन्छ नि यो किन हजुर। होइन एभ्रिथिङ हजुर। हरेक कुरा यहाँ हाम्रो देशको होइन स्पेसली काठमाडौँको हरेक कुराहरू उहाँलाई एकदम युनिक लाग्छ के एकदम एक्स्ट्राअर्डिनरी लाग्छ उहाँलाई भनेपछि हजुर जुन कास्टको जुन धर्मको भए पनि नेपालमा त विविध जात जाति धर्म संस्कृति छ त्यो सबैको बारेमा आफूलाई त एकदम अप टु डेट राख्नुपर्ने रहेछ। एकदमै यो चाहिँ एकदम भास्ट छ भाष छ। हजुर किनभने नलेजको गहिरो चाहिँ अध्ययन। हजुर नलेजको चाहिँ हरेक किसिमको फेरि गहिरो अध्ययन चाहिँ हुनु हुनै पर्यो अध्ययन हुनै पर्यो फेरि कुन के को अध्ययन हजुर। भन्दाखेरि हरेक किसिमको अध्ययन यो भन्ने नै छैन। यो भन्ने नै छैन उहाँलाई कतिखेर के सोध्न मन के लाग्छ, सोध्न मन के लाग्छ, देखेर त्यही काम सोधिदिनुहुन्छ। आकर्षण गर्छ, हजुर। त्यसको लागि चाहिँ आफू एकदम तयार एकदम तयार भएर होइन झुटै बोल्नुहुन्छ भने पनि कन्फिडेन्टली झुट बोल्नु पर्यो तपाईँ यताउति लडबडेर झुट बोल्न पाइँदैन होइन हरेक कुरा त उहाँहरूले किताब पल्टाएर अथवा इन्टरनेट गुगल सर्च गरेर त हेर्नुहुन्न होइन झुटै बोल्नुहुन्छ भने पनि एकदम कन्फिडेन्टली झुट बोलिदिनुहोस् त्यो साँचो नै भयो हुन आउँछ कहिलेकाहीँको कुरा हो हरेक कुरा त झुट भन्न मिल्दैन अब हिस्ट्रीमा त झुट बोल्न मिलेन होइन अब तथ्यपरक कुराहरू नै दिन पर्यो होइन तर कतिपय अवस्थामा हामीले होइन कहिलेकाहीँ आफूले नजान्दाखेरि पनि अब यस्तो त्यस्तो गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ अहिले म पनि कन्फिडेन्स छैन बरु पछि म यस्तो गर्छु त्यो भन्न पनि पाइयो हजुर म सर्च गरेर अथवा म तिमीहरूलाई आई लेट यु नो लेटर भन्न पाइयो अहिले अब हामी करिब करिब हाम्रो कार्यक्रमको अन्ततिर आइसकेका छौँ मैले सोध्न छुटाएको र हजुरले भन्न चाहेको त्यस्तो केही छ भने भनिदिनु होला। 7 स्टार 4K टेलिभिजन र RAF प्रोडक्सन संयुक्त प्रस्तुति सशक्तिकरण कार्यक्रममा यहाँहरूले मलाई बोलाएर आफ्ना तितामिता अनुभवहरू सेयर गर्ने मौका दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद। 7 स्टार 4K टेलिभिजन र RAF प्रोडक्सनको प्रस्तुति सशक्तिकरण कार्यक्रममा पर्यटन क्षेत्रमा लामो समयदेखि आफ्नो यो अनुभव राख्नुभएको ज्ञानु खरेललाई यस स्टुडियोमा बोलाएर हाम्रा कुराहरू राख्यौँ। आजको प्रस्तुति यहीँ सकिएको अनुभव गर्नुहोस्। धन्यवाद।